ल गाइज हाम्रो चाहिँ आज विकली टेस्ट हो 800 मिटर। अब ग्रुप बीको धागाकोले के गर्छ नि हेरौँ है। आज विकली टेस्ट हो के अरे सुरुबाटै राम्रो बेस्ट पर्फर्मेन्सहरू दिएको छन् के अरे स्टार्टिङ लाइनबाटै। हेरौँ लास्टसम्म कतिसम्म हान्छन्, कतिसम्म हान्छन् ग्रुप बीकोले। यो चाहिँ हाम्रो ग्राउन्ड हो, सल्ट गोर्खा ग्राउन्ड हो। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो कोच। आजको ग्रुप बीकोले कस्तो पर्फर्मेन्स हान्छन्, कति टाइमिङ लिन्छन् र यो चाहिँ अब बी र ए र सीको ग्रुप छ अझै बीबाट स्टार्टिङ गरेको हामीले। उहाँ कोचले चाहिँ ऊ हेर्नुभयो, टाइमिङ हेर्नुभयो। हजुरहरूले चिन्नुहुन्छ भने यहाँ रनिङ गरेको भाइहरूलाई म्यासेज गरिदिनु ल, कमेन्टमा भनिदिनु होला भाइहरूलाई चिनेछु भनेर। यो चाहिँ लिप्टन क्यारीको लागि उ गर्दैछौँ हामीले, मिलाउँदैछौँ। यो 800 मिटर टेस्ट भएपछि त्यसपछि लिप्टन क्यारी हुन्छ अनि त्यसपछि हेभिङ हुन्छ। हजुरले पुरा भिडियो हेरिदिनु होला, मैले भन्न चाहन्छु। लास्ट फिनिसिङ हो। फिनिसिङ चाहिँ राम्रो दिनुपर्छ अब, किनकि फिनिसिङमा हात खोलेर भाग्नुपर्छ। यो चाहिँ हाम्रो 2:18, 2:20, 2:21, 22 बीले यतिसम्म हानेको छ। अझै आउँदैछन्। ढेक्क मैले चाहिँ भिडियोहरू काटी हालिदिन्छु। हजुरहरूले हेर्नु होला, माइन्ड नगर्नु होला भिडियो काट्यो भनेर, किनकि लङ भिडियो भएपछि धेरै टाइमहरू खान्छ नि त, त्यो भएर। यो चाहिँ ग्रुप ए को हुन्, ग्रुप ए को धावकहरू हुन्। अब यिनीहरूले चाहिँ कतिसम्म हान्छन् है, हेरौँ है सबैजनाले आफ्नो बेस्ट कति दिइरहेछन्। जस स्टार्टिङबाटै आफ्नो बेस्ट दिनुपर्छ क्या, स्टार्टिङबाटै बेस्टहरू दिनुपर्छ। राम्रो दौडेको छन् के अरे स्टार्टिङ लाइनबाटै, कतिसम्म हान्छन् हेरौँ आजको। दुई 10सम्म त हान्छन् होला यसो हेर्दा 2:10, 2:07सम्म त। अब चाहिँ ग्रुप सीको हुन्छ यो यसपछि। ओए राम्रो छ, राम्रो छ, रनिङ चाहिँ राम्रै भइरहेछ अरे यसो हेर्दाखेरि केटाहरूको। यसपालि राम्रो नम्बर लिन्छन् होला, टाइमिङ राम्रो लिन्छन् होला।
अब चाहिँ लास्ट ल्याप छ। लास्ट ल्यापमा चाहिँ यो सब बडीको हातहरू सब हुनुपर्छ, हात खुले होइन। यो लास्ट ल्याप हो। गुड आयो पोस्टम्यान अझै तान आकाश सेकेन्ड म्यान थर्ड फोर्थ फिफ्थ सिक्स्थ 7 8 9 10 11 12 13 आइज 14 कोही पनि रिपिट गरेछ नि।